प्रिय दर्शकहरूलाई प्रभु यीशु मसीहको नाममा जय मसीह की। म अजय साकी अनि दादा विकास शर्मा तपाईँको बिचमा फेरि पनि एरोस अफ हबद्वारा लेखिएको मण्डलीलाई अनुशासन गर्ने विषयमा हामी केही कुरोहरू लिएर आएको छौँ र आजको अध्ययनमा बाइबलबाट पहिलो तिमोथी 1 देखि 20 सम्म लिएको छ र यसमा हामीले तीनवटा कुरो हामी हेर्न गइरहेछौँ र त्यसमा चाहिँ पहिलो कदम चाहिँ हो आदेशलाई स्वीकार गर्न, अनि दोस्रो कदम चाहिँ हो चुनौतीलाई स्वीकार गर्न, अनि अन्तिममा चाहिँ हामी हेर्न गइरहेछौँ अनुशासनलाई हामी लागू कसरी गर्नुपर्ने र यो तीनटा एउटा कुरा हामी सिक्न गइरहेछौँ। पहिलो कदम चाहिँ हामी आदेशलाई स्वीकार गर्न भन्ने विकासलाई म यो समय हजुर भाइ, हामी सबैलाई थाहा छ, हामी अगाडिको अध्ययनमा हामीले हेरिसकेका थियौँ एफिससको मण्डलीमा यो घटना भएको छ। उहाँहरूको मान्छेहरूले धेरै भुल शिक्षामा गइसकेका थिए र तिमोथीलाई दायित्व दिएका थिए पौलले कि उहाँको पालक हुनुहुन्छ, अगुवा हुनुहुन्छ कि त्यो सुधार गर्नको लागि त्यो गलत शिक्षालाई, त्यो सिद्धान्तलाई रोकाउनु पर्यो। ती शिक्षकहरू जसले तिनीहरूलाई पनि रोकाउनु पर्यो, तिनीहरूलाई बाधा दिनुपर्छ। हामीले यो आदेश दिएका थिए अनि यो गर्नुपर्छ। के काम एउटा जिम्मा दिएको छन् पौलले, त्यो चाहिँ तिमोथीलाई, त्यो कुरा चाहिँ यहाँ हामीले पाउँछौँ। लो कसरी लेखेका छन् यहाँ 18 पदमा भन्छन्, ए मेरो बालक तिमोथी, तिमीलाई अघि देखाएको अगमवाणी अनुसार म तिमीलाई यो आज्ञा सुम्पन्छु। मैले यो आज्ञा तिमीलाई दिए। त्यो अगाडिको आज्ञा जो थियो कि गलत शिक्षा रोकाउनुपर्छ मण्डलीमा, हजुर, यो आदेश थियो, आदेश हो। हजुर, हामीले पनि आज आफ्नो मण्डलीमा गलत शिक्षा देखेछौँ, सुनेछौँ भने रोकाइदिनुपर्छ। हजुर, यो गलत एउटा शिक्षा गलत हो कि सही हो कसरी थाहा हुन्छ भन्दाखेरि, जुन शिक्षाले प्रभु यीशु क्रुसमा मर्नु भएको कुरा, तेस्रो दिनमा बोरी उठ्नुभएको पापीको उद्धारकर्ता, यो सब कुराबाट हटेको छ भने, हजुर, प्रभु यीशुलाई माने मात्रै हुँदैन, अझै यी कुराहरू पनि अरू कुरा पनि थप्नुपर्छ भन्ने कुराहरू छन् भने त्यो असल कुराबाट त्यो कुराहरू बाहिरको कुरा हो। यो गलत शिक्षा हो। हामी असल जुन चाहिँ कुरा परमेश्वरको सुसमाचारबाट अगर बाहिर भएको कुराहरू छन्, ती सबै असल कुरा होइन। मण्डलीमा आएको छ भने त्यसलाई रोकाउनु पर्छ। प्रभु यीशुको बाहेक अझै पनि पाप क्षमाको उपाय छ। धेरै राम्रो काम गर्यो भने पनि स्वर्ग पाइन्छ जस्तो पनि आजकल थाहा पाइन्छ। राम्रो काम गरेन भने तिम्रो परित्राण हराउँछ, तिम्रो उद्धार हराउँछ भन्ने कुराहरू पनि धेरै कुरा सुनिएको छ। प्रभु यीशुमा विश्वास गरेर हुँदैन भन्ने पनि कुरा सुनिन्छ। यस्ता सिद्धान्तहरू गलत सिद्धान्त रोकाऊ, हजुर, बाधा दिन, यो सब कुरोहरू आदेश दिएका छन् तिमोथीलाई पौलले। यो चाहिँ गर्नु एक नम्बर कुरा त्यो आयो। हजुर, दोस्रोमा चाहिँ यो चुनौतीलाई स्वीकार गर्ने कुरा। चुनौती, मण्डलीको अगुवा हामी हौँ, सेवक हौँ, हामीले चुनौती पाइरहेको छौँ। हजुर, मण्डलीमा यस्ता यस्ता कुराहरू आइरहेको छन्, यस्ता यस्ता व्यक्तिहरू आइरहेको छन्, हामीले त्यो चुनौतीहरू स्वीकार गर्नुपर्छ, भाग्ने होइन। तर यो लडाइँ यहाँ पौलले यो चाहिँ एउटा युद्ध हो भनेछ, असत्यसँग सत्यको लडाइँ। यहाँ चाहिँ पौलले भनेका छन् कि यहाँ भने सुविवेक समाति राख, विश्वास र सुविवेक समाति राख, जसलाई कसैले के गरे आफूबाट टाढो हटाए। यो लडाइँ गर्दाखेरि, विश्वासको लडाइँ गर्दा हामीले सुविवेक र यहाँ भनेका छन् कि विश्वास, यी दुईटा चिजलाई समातेर, विश्वासलाई पनि समात्नुपर्छ, सुविवेक। हाम्रो यस्तो बोल्ने होइन लडाइँमा, यस्तो व्यवहार गर्ने होइन लडाइँमा मान्छेहरूसँग कि हाम्रो विवेकले हामीलाई नै दोषी ठहराउँछ पछि। हजुर, यस्तो भन्ने होइन कुरा कि पछि गएर मैले नै ओठ टोक्न परोस्, हजुर, जिब्रो टोक्न परोस्, यस्तो नहोस्। सुविवेक चाहिँ राख्नुपर्छ।
यसरी नै लड्नुपर्छ कि के भन्छ त्यसलाई साँप पनि मरोस् र लाठी लाठी पनि पनि नटुटोस्। नटुटोस् त्यस्तै हजुर। खालको कुरा। हाम्रो सुविवेक चाहिँ राख्नुपर्छ र विश्वास चाहिँ राख्नुपर्छ। यो चुनौतीलाई स्वीकार गर्ने कुरा चाहिँ त्यसरी नै हो। हजुर हजुर हामीले आदेशले पनि स्वीकार गर्नुपर्ने अनि चुनौतीले पनि स्वीकार गर्नुपर्ने। अनि तेस्रो कुरोमा जब हामी पढ्छौँ पौलले यसरी लेखेको छ कि अब यो अनुशासन चाहिँ त्यसलाई चाहिँ हाम्रो जीवनमा लागू गर्नुपर्ने कुरो। मण्डलीमा जब चुनौती हामीले दियौँ, हामीले सुधार्न कोसिस गऱ्यौँ, सुध्रेन, हजुर ती भाइ, ती बहिनी, ती मान्छे, ती व्यक्ति त्यस्तै भइराखे, तब हामीले मण्डलीमा अनुशासन ल्याउनुपर्छ तिनीहरूमाथि। अनुशासन चाहिँ सुधारको लागि हो, ध्वंस पार्नुको लागि होइन। त्यो अनुशासन सिक्नु मात्रै होइन तर त्यसलाई अप्लाई पनि गर्नु पर्यो है, जीवनमा लागू गर्नु चाहिँ महत्त्वपूर्ण कुरो। त्यो अनुशासन चाहिँ नै हो कि त्यसलाई सुधार गर्ने, हजुर त्यसलाई उठाउनुको लागि हो। अच्छा त्यसलाई ध्वंस पारेर त्यो हराओस्, त्यो जाओस्, जता जाए जाओस् त्यस्तो खालको लागि त्यो कुरा होइन। यहाँ पौलले जो कठोर शब्द व्यवहार गरेछन् कि यी दुईजना व्यक्ति थिए, हजुर यहाँ हाइमेनियस र एलेक्जेन्डर भनेर हजुर यो 18-20 पदमा भनेछन्, तिनीहरूले निन्दा गर्ने नसिकुन् भनेर हैन, मैले तिनीहरूलाई शैतान कहाँ सुम्पिदिएको छु। यो शैतान कहाँ छोडिदिए भनेको अर्थ हो मैले मण्डलीबाट बाहिर हटाइदिएँ। मण्डली हो परमेश्वरको एउटा कवच, हजुर ढाकेर राख्ने परमेश्वरको जनहरू छन्। त्यहाँबाट बाहिर निकालिदियो भने चाहिँ परमेश्वरको माया प्रेमको अनुभव हुने जग्गा, हजुर एउटा समाज, एउटा ठाउँ, त्यहाँबाट त्यो बाहिर गएपछि उसलाई त्यो कमी महसुस हुन्छ। हजुर कस्तो त्यहाँ माया पाउँथे, कस्तो राम्रो शिक्षा पाउँथे, कसरी मलाई मद्दत गर्थे, त्यसले त्यसलाई भित्रभित्र खान्छ अनि सुधारमा ल्याउने कोसिस हो। बाहिर छोड्ने मतलब त्यसलाई बिर्सिने कुरा होइन, त्यसको लागि प्रार्थना जारी छ। तर त्यो मण्डलीमा आउन सक्दैन जबसम्म त्यो सुधार भएर आउँदैन भन्ने कुरा छ। हजुर धन्यवाद दादा, धेरै मिठो र धेरै गहिरो रूपले भन्नुभयो। साँच्चै नै प्रिय, अगर हामीले आफ्नो मण्डलीलाई अनुशासन गर्नु छ भने हामीले यो कुरोहरू धेरै जान्न आवश्यकता छ। किनभने हामी सेवक हो, हामी प्रभुको सेवकहरू आफ्नो मण्डलीलाई चलाउनु पर्ने हो र मण्डलीले अनुशासित गर्न चाहिँ सबभन्दा ठुलो र महत्त्वपूर्ण कुरो हो। त्यस कारणले पौलले तिमोथीलाई यो कुरोहरू सिकाउँदै थियो र पहिलो कदम जुन चाहिँ हामीले आदेश जति दिएको छ त्यसलाई स्वीकार गर्नुपर्ने छ है। हामीले गाह्रो मान्ने छैन, गहिरो गहिरो आदेशहरू हामीले स्वीकार गर्नुपर्छ। अनि आदेश मात्रै होइन, चुनौतीहरू पनि हाम्रो जीवनमा आउँछ र दादाले जसरी बुझाउनु भयो धेरै लडाइँहरू, त्यो कस्तो समस्याहरू छ, अनि त्यस्तो चुनौतीहरू हामीले सामना गर्नु, हामीले स्वीकार गर्नु चाहिँ आवश्यकता छ। अनि त्यति मात्रै पनि होइन, अनुशासन जुन चाहिँ धेरै महत्त्वपूर्ण डिसिप्लिन, हामीले जब यो डिसिप्लिन हाम्रो जीवनमा हामी लागू गर्छ त्यसले नै हाम्रो जीवनमा सुधार ल्याउँछ। अनि त्यसरी नै हाम्रो मण्डली पनि अनुशासित हुन्छ र यसरी नै हामीले यो शिक्षाहरू आउने दिनहरूमा नयाँ नयाँ तपाईँहरूको बिचमा लिएर आउनेछौँ। र आज यति भन्दै हामी बिदा लिन्छौँ। सबैलाई जय मसिह।